जिंदाबाद 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 यतातिर यसो जानुपर्छ होला कहिले काहीँ मात्रै छुट्टी पनि हुन्छ भनेर सार्वजनिक बिदा पनि परेको कारणले तिहार भुटानसम्म जाने भनेर चाहिँ विचार आयो। त्यसले गर्दाखेरि यहाँ आज प्रताप भाइलाई फोन गरेर उहाँ मार्फतै यो भनौँ न यहाँहरूले फोटो नोटिसमा भेला गर्नुभएको रहेछ। हाम्रो भाइलाई धन्यवाद छ र अन्य दाजुभाइहरूलाई पनि धन्यवाद दिन चाहन्छु सबैजनालाई। म यही खोटाङकै मान्छे हो। यहाँदेखि उतापट्टि त्यो खारदम्सा फेदी भन्थ्यो पहिला, अहिले चाहिँ केपिलास गढी भन्छ। चोखाने भन्ने गाउँमा मेरो जन्म भएको र म यहाँ एसएलसीसम्म यहीँ थिएँ। वर्षमा एकचोटि चाहिँ म आउने गर्थेँ पुर्खेली घर, आफ्नो घर भनौँ न जन्मस्थल। तर त्यही हो, अब यहाँ त्यति धेरै हाम्रो भेट हुन सक्दैन होइन। उकालो ओह्रालो निकै छरिएर रहेको बस्ती, टाढो दूरी भएको कारणले हाम्रो भेट प्रत्यक्ष रूपमा अहिलेसम्म भएको थिएन पनि होला कतिसँग चाहिँ। तर हिजो आज यो फेसबुकले हामीले नजिक बनाएको छ, त्यसले गर्दाखेरि चिन्नु हुँदो रहेछ, खुसी लाग्यो। अत्यन्त खुसी छु म त है, अत्यन्त खुसी छु। आफ्नो घरमा आएको महसुस भएको छ र तपाईँहरूसँग भेट्न पाउँदा अत्यन्तै हर्षित छु। र हामीले चाहिँ नि यो एउटा नेपालभरि नै एउटा अभियान सञ्चालन गरिराखेका छौँ, श्रमदानको अभियान। श्रम त खोटाङ्गेलाई सिकाउनै पर्दैन होइन, तर श्रमदान चाहिँ हामीले सबैलाई सिकाउनु पर्ने रहेछ। श्रम चाहिँ पेटको लागि गरिँदो रहेछ, श्रमदान चाहिँ देशको लागि गरिँदो रहेछ। देशको लागि काम गर्नुपर्छ भन्ने, पसिना बगाउनुपर्छ भन्ने अभियान चाहिँ हामी सबैले सिकाउनु पर्ने रहेछ, सिक्नु पनि पर्ने रहेछ भनेर अहिले हामी पूर्वदेखि पश्चिम होइन, उत्तरदेखि दक्षिणसम्म सबैतिर अहिले हामीले सञ्चालन गरिराखेको छौँ एउटा श्रमको अभियान, श्रमदानको अभियान भनौँ न। मैले अघि भनिहालेँ, श्रम त खोटाङ्गेलाई सिकाउनै पर्दैन होइन, सबै श्रम नै श्रम हो, तर श्रमदान चाहिँ सिकाउनै पर्ने रहेछ नेपालीलाई भन्ने बुझेर हामी श्रमदान गरिरहेका छौँ। श्रम चाहिँ पेटको लागि गर्ने काम, श्रमदान चाहिँ देशको लागि गर्ने काम। हामी चाहिँ देशको लागि काम गर्न छोडेछौँ। त्यसले गर्दाखेरि देश चाहिँ ठेकदारले बनाइदिन्छ, नेताले बनाइदिन्छ, मन्त्रीले बनाइदिन्छ भन्ने आशामा बसेको कारणले हाम्रो गाउँठाउँमा राम्रो बाटो पनि छैन होइन। तपाईँको चाहिँ नै भौतिक विकासदेखि लिएर सामाजिक आर्थिक सबै विकासमा चाहिँ हामी पछि परेको रहेछौँ भन्ने बुझेका छौँ। यो चिज हो। त्यसले गर्दाखेरि एउटा सङ्गठन निर्माणमा यतिखेर हामी छौँ र त्यो सङ्गठन निर्माणमा हामी लागिरहँदाखेरि तपाईँहरू पनि देशका लागि काम गर्न चाहनुहुन्छ भने होइन, सँगै काम गरौँ पनि भन्न चाहन्छु होइन। हो होइन, देशको लागि पनि काम गरौँ, एउटा व्यवस्थित तरिकाले काम गरौँ है भन्ने हो। र यो अभियानमा हामी अहिले छौँ र यहाँ पनि मैले अस्तिको हप्ता होला होइन, अस्तिको हप्तादेखि श्रमदान भयो भन्ने देख्दाखेरि अत्यन्तै खुसी लाग्यो। र हामी सबै जोडिनुपर्छ यो अभियानमा, म त्यो भन्न चाहन्छु। र यो अभियानमा हामी जोडिएर हामीले देशलाई चाहिँ अलिक छिटो बनाउनु पर्यो होइन। चाइना कहाँ पुगिसक्यो, इन्डिया पनि कता हो कता हामीलाई छोडेर गइसक्यो, हामी चाहिँ धेरै पछि पऱ्यौँ। त्यसले गर्दाखेरि काम गर्ने टिम बनाउनुपर्छ भनेर पनि के छ कस्तो छ भनेर बुझ्न लागि म आएको। आज हाम्रो त्यस्तो ठुलो केही होइन कार्यक्रम, फर्मल कार्यक्रम यो त्यो भन्ने केही पनि छैन। त्यसले गर्दाखेरि भुइँमा बसिएको छ, तर भुइँमा बस्न पाउनु चाहिँ एकदम खुसीको कुरा रहेछ
माटोसँग नजिक क्या होइन त्यसले गर्दाखेरि यो अनौठो कार्यक्रम देखाएको छ र यहाँहरूले छोटो समयमा धेरै लामो मैले बोल्न पर्छ जस्तो मलाई लागेन होइन पर्छ जस्तो लागेन राम्रो छ होइन खोटाङ राम्रो भएर म भारै होला म पनि अलि ह्यान्डसम जहाँ जान्छु अलिकति ह्यान्डसम नै देखिन्छ भन्नुको मतलब बाहिरी आवरणले होइन होइन यो ठाउँ यस्तो जिल्ला हो जहाँबाट चाहिँ धेरै होइन कलाकारहरूको जन्म भएको छ देखि लिएर धेरै राम्रो मान्छेहरूको जन्म भएको छ होइन इमान्दार मान्छेहरू है चाहिँ तपाईँको जन्मने ठाउँ भनेर खोटाङको चिनिएको छ र यहाँ सबैजना इमान्दार हुनुहुन्छ मिजासिलो हुनुहुन्छ सहयोगी हुनुहुन्छ र तिनै गुणले मान्छेलाई चाहिँ ह्यान्डसम र ब्युटिफुल बनाउँछ र यस्तो राम्रो ठाउँमा होइन आफ्नै ठाउँमा यो कुनै नयाँ ठाउँमा म गएको होइन आफ्नै ठाउँमा आफ्नो जन्मस्थल आएको हुँदाखेरि अत्यन्तै मलाई चाहिँ खुसी लाग्यो मैले यति भन्नुपर्छ होइन र अरू त के भन्ने होला र हामी श्रम संस्कृति चलाउँदैछौँ त्यसमा त्यो अभियानमा आबद्ध हुन चाहनुहुन्छ भने तपाईँहरू पनि आउनुहोस् हामी त आबद्धै हो है सबैजना आउनुहोस् यहाँ नाम लेखाउनु होला होइन मिडियाको साथीहरूले एकछिन सोधिहाल्नुहुन्छ केही छैन होइन र त्यो छ अब हजुर के भन्नुभयो गर्नुपर्छ त्यो तपाईँहरूले गर्दै हुनुहुन्छ सुरु गरौँ है अभियानमा हामी सबै जोडिने हो 3-4 जनाले मात्रै हो खुसी लाग्यो आज त तिहार पो त होइन लक्ष्मी पूजा कि के पूजा पो आज होइन अलिक समृद्धि निकै छ आउँछ क्या 2 दिन लक्ष्मी पूजा पनि भयो त्यस्तो छ र यो फुलहरू है को मालाहरू यहाँले लगाइदिनुहुन्छ म चाहिँ कस्तो असहज लाग्छ कि मैले प्रत्येक उसमा भन्छु म चाहिँ सानो मान्छे हो यस्तो ठुलो नेता यस्तो होइन है तैपनि अब योहरू लगाइदिनुहुन्छ हेर्नु न खदा एक भाइले नसकी बोकिरहेको झोलामा पनि छ यस्तो खदाहरू मलाई नलाइ तर त्यही हो अब यहाँ त्यति धेरै हाम्रो भेट हुन सक्दैन होइन उकालो ओह्रालो निकै छरिएर रहेको बस्ती टाढो दूरी भएको कारणले हाम्रो भेट प्रत्यक्ष रूपमा अहिलेसम्म भएको थिएन पनि होला कतिसँग चाहिँ तर हिजो आज यो फेसबुकले हामीले नजिक बनाएको छ त्यसले गर्दाखेरि चिन्नु हुँदो रहेछ खुसी लाग्यो खोटाङ्गेलाई सिकाउनै पर्दैन होइन सबै श्रम नै श्रम हो तर श्रमदान चाहिँ सिकाउनै पर्ने रहेछ नेपालीलाई भन्ने बुझेर हामी श्रमदान गरिरहेका छौँ श्रम चाहिँ पेटको लागि गर्ने काम श्रमदान चाहिँ देशको लागि गर्ने काम हामी चाहिँ देशको लागि काम गर्न छोडेछौँ त्यसले गर्दाखेरि देश चाहिँ ठेकदारले बनाइदिन्छ नेताले बनाइदिन्छ मन्त्रीले बनाइदिन्छ भन्ने आशामा बसेको कारणले हाम्रो गाउँठाउँमा राम्रो बाटो पनि छैन होइन तपाईँको चाहिँ नै भौतिक विकासदेखि लिएर सामाजिक आर्थिक सबै विकासमा चाहिँ हामी पछि परेको रहेछौँ भन्ने बुझेका छौँ यो चिज हो त्यसले गर्दाखेरि एउटा सङ्गठन निर्माणमा यतिखेर हामी छौँ र त्यो सङ्गठन निर्माणमा हामी लागिरहँदाखेरि तपाईँहरू पनि देशका लागि काम गर्न चाहनुहुन्छ भने होइन सँगै काम गरौँ पनि भन्न चाहन्छु देख्दाखेरि अत्यन्तै खुसी लाग्यो र हामी सबै जोडिनुपर्छ यो अभियानमा म त्यो भन्न चाहन्छु र यो अभियानमा हामी जोडिएर हामीले देशलाई चाहिँ अलिक छिटो बनाउनु पर्यो होइन चाइना कहाँ पुगिसक्यो इन्डिया पनि कता हो कता हामीलाई छोडेर गइसक्यो हामी चाहिँ धेरै पछि पऱ्यौँ त्यसले गर्दाखेरि काम गर्ने टिम बनाउनुपर्छ भनेर पनि के छ कस्तो छ भनेर बुझ्न लागि म आएको आज हाम्रो त्यस्तो ठुलो केही होइन कार्यक्रम फर्मल कार्यक्रम यो त्यो भन्ने केही पनि छैन त्यसले गर्दाखेरि भुइँमा बसिएको छ तर भुइँमा बस्न पाउनु चाहिँ एकदम खुसीको कुरा रहेछ माटोसँग नजिक क्या होइन त्यसले गर्दाखेरि यो अनौठो कार्यक्रम देखाएको छ र यहाँ
अरूले छोटो समयमा धेरै लामो मैले बोल्न पर्छ जस्तो मलाई लागेन होइन पर्छ जस्तो लागेन राम्रो छ होइन खोटाङ राम्रो भएर म भारै होला म पनि अलि ह्यान्डसम जहाँ जान्छु अलिकति ह्यान्डसम नै देखिन्छ भन्नुको मतलब बाहिरी आवरणले होइन होइन यो ठाउँ यस्तो जिल्ला हो जहाँबाट चाहिँ धेरै होइन कलाकारहरूको जन्म भएको छ देखि लिएर धेरै राम्रो राम्रो मान्छेहरूको जन्म भएको छ होइन इमान्दार मान्छेहरू है चाहिँ तपाईँको जन्मने ठाउँ भनेर खोटाङ चाहिँ चिनिएको छ र यहाँ सबैजना इमान्दार हुनुहुन्छ मिजासिलो हुनुहुन्छ सहयोगी हुनुहुन्छ र तिनै गुणले मान्छेलाई चाहिँ ह्यान्डसम र ब्युटिफुल बनाउँदो रहेछ र त्यो राम्रो ठाउँमा होइन आफ्नै ठाउँमा यो कुनै नयाँ ठाउँमा म गएको होइन आफ्नै ठाउँमा आफ्नो जन्मस्थल आएको हुँदाखेरि अत्यन्तै मलाई चाहिँ खुसी लाग्यो मैले यति भन्नुपर्छ